संस्कृत पढ्ने त क्या महान अरे भन्ने अरूलाई अनि आफ्ना छोराहरूलाई जनै लाउन सिकाउँदैनौ। आफ्ना छोराहरूलाई बिहान उठेर गायत्री जप भन्न सिकाउँदैनौ। आफ्ना छोराहरूलाई भगवान नाम संकीर्तन गर्नुपर्छ है भनेर हामीले सिकाउँदैनौ। अनि संस्कार धान्छु भन्छौँ। छोराछोरीले जनै लाउन छोडिदिए, ल हेर्नु, जनै लाउँदा गरुङ्गो हुन्छ र हुँदैन? अरे जनै लाउँदा गरुङ्गो हुन्छ, 6वटा धागाको जनै। हामीलाई थाहा छ यो जीवन पायौँ हामीले, भगवानले दिनु त भयो यो जीवन, तर हामीले यो जीवनलाई सार्थकता भने थोरै पनि तुल्याएका छैनौँ। छोराछोरीले जनै लाउन छोडिदिए, ल हेर्नु, जनै लाउँदा गरुङ्गो हुन्छ र हुँदैन? अरे जनै लाउँदा गरुङ्गो हुन्छ, 6वटा धागाको जनै। जनै लाउन छोडिदिए छोराहरूले, टुप्पी त परेको कुरा छोडिदिउँ, जनै गरुङ्गो हुन्छ। थोरै टीका लगाउन पनि हामीलाई गरुङ्गो हुन्छ। अनि भन्छौँ संस्कृत पढ्ने त क्या महान अरे, ओहो भन्छौँ। हामी पनि संस्कृतकै विद्यार्थी भयौँ, त्यही भएर मैले थोरै कुरा यहाँ जोड्न चाहेको हुँ। संस्कृत पढ्ने त क्या महान अरे भन्ने अरूलाई अनि आफ्ना छोराहरूलाई जनै लाउन सिकाउँदैनौ। आफ्ना छोराहरूलाई बिहान उठेर गायत्री जप भन्न सिकाउँदैनौ। आफ्ना छोराहरूलाई भगवान नाम संकीर्तन गर्नुपर्छ है भनेर हामीले सिकाउँदैनौ। अनि संस्कार धान्छु भन्छौँ। यो चाहिँ अलि चित्त नबुझ्दो कुरा छ। ल हेर्नु, आफ्ना छोराछोरीहरूले जनै लाउँदैनन्, जनै लाउन लगाउनुपर्छ। संस्कार भन्ने चिज सिकाउनुपर्छ। संस्कारै अब अहिले भन्नुहुन्छ भने हामी त गुरुकुलमा पढियो, तर अरू जो हाम्रा उमेरका हुनुहुन्छ उहाँहरूले गाउँघरतिर बडो बिग्रिएर हिँड्नुभएको छ। थोरै पनि संस्कार छैन उहाँहरूमा। अहिले यहाँ कति हुनुहुन्छ हाम्रो उमेरका त नहुनु होला, प्यारा ममतामयी आमाहरूलाई मैले देखेँ। तीमा आमाहरूले चाहिँ आफ्ना छोराहरूलाई संस्कार सिकाउनु पर्छ, धर्म सिकाउनु पर्छ। हिन्दू मासिँदै गएको छ, हिन्दू धर्म मासिँदै गइरहेको छ। धर्म भनेको के हो केही थाहा छैन। हामीले यमराजलाई प्रतिज्ञा गरेर आएका छौँ त्यो बेलामा। ल हेर्नु, हामी जब गर्भमा बस्छौँ नि, त्यति बेला गर्भमा, हे यमराजजी, हे स्वामी, म अब जन्म लिएँ भने चाहिँ प्रभुको नामै संकीर्तन गरेर फेरि आउनेछु। अब भने चाहिँ वैकुण्ठमा जानेछु। अब पनि मेरो जन्म भएछ भने म वैकुण्ठमा जानेछु। अब म जुन आमाको गर्भबाट जन्म लिनेछु, त्यही आमाको गर्भबाटलाई, त्यही गर्भलाई सार्थकता तुल्याउँदै मैले धर्म गर्नेछु, तीर्थ सेवन गर्नेछु, हरिनाम संकीर्तन गर्नेछु भनेर आयौँ।